मैले आफ्नो तर्फबाट पनि कसरी मेरो आफ्नो इन्टरनल नेशनल रोल त छँदैछ तर पनि जहाँ मैले अपर्च्युनिटी पाएको थिएँ देशको लागि मैले केही गर्न सक्छु अलिकति इन्टरनेसनली पनि मैले केही बोल्न सक्छु भनेर नै मैले त्यो काम चाहिँ त्यहाँ गरेको थिएँ जहिले पनि मेरो इन्ट्रेस्ट चाहिँ किनभने मेरो काम मेरो जबले मलाई सबै जे चाहिन्छ मलाई त्यो सबै मलाई फुलफिल गरेकै छ तर मैले पढेको मेरो आफ्नो इन्ट्रेस्टको विषय फाइनेन्सिङ मेरो इन्ट्रेस्टको विषय इकोनोमिक्स मेरो इन्ट्रेस्टको विषय भएको भएर चाहिँ यता पनि मैले निरन्तरता दिन सक्छु भनेर चाहिँ मैले स्वास्थ्य मन्त्रालयमा जानकारी दिएको थिएँ र यो बोर्ड बैठकमा चाहिँ मलाई बोलाइयो बोलाइसकेपछि चाहिँ म गएँ मलाई लागेको थियो यो निरन्तरता हो भनेर चाहिँ नि र मलाई लाग्दैन कि यस कुरामा चाहिँ नि मेरो हस्बेन्डलाई पनि मुछेर यो जुन अहिले उहाँको चाहिँ पदमुक्त हुने जुन भयो जुन कुरा त्यसमा कुनै जोडिनुपर्छ भन्ने मलाई लाग्दैन के अब सधैँभरि महिलालाई चाहिँ कसैको छत्रछायाले नै गर्दाखेरि चाहिँ हामी अगाडि आएको हौँ कसैको छत्रछाया नभइकन चाहिँ हामी के गर्न सक्दैनौँ भन्ने नै हामी इस्टाब्लिस गराउन चाहन्छौँ होइन त हामी समाजमा चाहिँ नि भर्खर पनि मलाई एउटा साथीले मेसेज गर्नुभएको थियो उहाँले भन्नुभयो कि छोरी कुटेर बुहारी तर्साउने समाजमा हामी अझै पनि यस्तो कुराहरू चाहिँ हाम्रो समाजलाई पस्दैन कि छोरी मान्छेले आफै पढेर गरेर अगाडि बढेको चाहिँ हामीलाई पस्दैन भनेर भन्नुभयो साह्रै नराम्रो लाग्छ यस्तो कुराहरू सुन्दाखेरि चाहिँ र अहिले पनि यस्तो यो बिना कुनै स्पष्टीकरण चाहिँ यो पदमुक्त गरिनुमा मलाई पनि कुनै स्पष्टीकरण नसोधिनुमा चाहिँ मलाई आफै धेरै दुःख लागेको छ र यदि यसैलाई नै अब सुशासन भन्नुहुन्छ सुशासनको ठप्का लाउनुहुन्छ भनेदेखि चाहिँ मलाई फेरि पनि सुशासन के हो भनेर पढ्नुपर्छ जस्तो लाग्छ मलाई कसले ड्राइभ गर्ने हो अब सुशासनलाई भन्ने चाहिँ हामी सबैमा त्यो क्वेसन नै छ जस्तो लाग्छ मलाई चाहिँ नि थ्याङ्क यू